नर्मल्ली तपाईँले सानसानो सेटहरू चाहिँ गरिरहेको, तर ठुल्ठुलो सेटहरूमा चाहिँ खासै आइडिया नभएको छ भने चाहिँ स्पेसल्ली आइफोनमा चाहिँ फ्रेम निकाल्दैखेरि लाइनिङ आइरहेको, फ्रेम निकाल्दै डिस्प्ले बिग्रिरहेको छ भने चाहिँ फ्रेम ननिकालिकन गर्दा चाहिँ त्यो रिस्क चाहिँ नहुने भएको कारणले चाहिँ फ्रेम ननिकाली कसरी गर्ने त? चाहिँ तपाईँले घोप्टाएर गरिराख्दाखेरि चाहिँ सिसाहरू छिरिदिने, फुटेको ठाउँमा पोलराइजरमा छिरेको थाहा नहुने भएको कारणले चाहिँ तपाईँले डिस्प्लेलाई चाहिँ घोप्टाएर काट्नुभन्दा पनि उत्तानो गरेर काट्दाखेरि चाहिँ बेस्ट हुन्छ है त। यो प्रोसेस चाहिँ धेरै नै सेफ छ। यो काट्दाखेरि चाहिँ के विचार गर्ने भन्दा चाहिँ फ्रेमको दाँतलाई बङ्गाइदिने, बङ्गाइदिइसकेपछि चाहिँ भ्याकुमले तान्छ। भ्याकुम पनि त्यस्तै नै नर्मल भ्याकुम 4-5 हजारमा पाउने भ्याकुम सेपरेटर हो। त्यसरी यसले आनन्दले तान्छ। त्यसपछि तपाईँले फ्रेमलाई बङ्गाइदिइसकेपछि भ्याकुमले तानिसकेपछि जसरी अलिकति तार छिर्ने ठाउँ चाहिँ तपाईँले थिनर युज गरेर होस् या ब्लेडले त्यो फ्रेमको चुच्चो काटेर होस्, जसरी भए पनि तार छिर्ने ठाउँ चाहिँ बनाउनु पऱ्यो। तार छिर्ने ठाउँ बनाइसकेपछि तार छिर्ने ठाउँबाट तपाईँ तार तार चाहिँ हल्का रेटेर छिराउने। छिराइसकेपछि जब भिडियोमा देखेको जस्तो सेतो सेतो खाले देखियो भने तपाईँ राइट तरिकाले तपाईँको तार छिरेको छ। यदि कालो या यस्तो सेतो देखिएन भने चाहिँ पोलराइजरमा छिरेको डर हुनेछ। चुस्सो छिर्ने बित्तिकै निकाल्नु गयो भने पोलराइजर खासै ग्लास हाल्दाखेरि लगभग छोपिने हुन्छ। धेरै छिराउनु भयो भने छ भने चाहिँ पोलराइजर चेन्जै गर्नुपर्ने हुन्छ, नभए छिर्छ। अब ठाउँ कताबाट बनाउनु भएको छ भन्ने कुरा हो। तलबाट फ्लेक्सबाट बनाउनु भएको छ या बनेको छ या फ्रेम छुटेर तपाईँ त्यहाँबाट छिराउनु सक्नुहुन्छ भन्यो भने चाहिँ एकदमै सजिलो। केही गर्नु पनि पर्दैन, रोकिनु पनि पर्दैन। तर यदि माथिबाट छिराउँदै हुनुहुन्छ भने चाहिँ माथिबाट छिराउँदा जहाँपट्टि लगेर आदि मैले छोडेको छु त्यस्तै गरी अर्को साइडबाट काट्नुभयो भने चाहिँ ए जस्तो सेपमा हुन्छ। त्यसपछि तारलाई सिधा बनाएर अरू नर्मल डिस्कले काटे जसरी काट्न मिल्यो। त्यो काटिसकेपछि फ्रेमबाट ग्लास निस्किन्छ। यो ग्लास चाहिँ कम फुटेको त्यो लगभग गहिरो तालले कोरिएको जस्तो थियो र सेकेन्ड ह्यान्डमा नबिकेको भएर मेरोमा ग्लास चेन्ज गरेर आउनुभएको थियो। तपाईँले यसमा डिस्प्ले अब पुस्दाखेरि बिग्रिन्छ जस्तो लाग्छ भने यसमा तपाईँले केमिकल युज नगर्नुहोस्। हिटकै सहायताले गर्दा हो। केमिकल युज गरे पनि फाल्टो मात्रै गर्नुहोस्। बिस्तारै स्पिड थोरै राखेर मोटर घुमाइदिनुहोस्। लगभग छुट्छ नै। अब फ्रेमले गर्दाखेरि तपाईँको प्रेसर त फ्लेक्समा पनि पर्दैन। त्यही भएर लाइनिङ पनि आउने सम्भावना लास्टिङ न्यून हुन्छ यो प्रोसेसमा। भने पुस्ने बेला चाहिँ तपाईँले ध्यान दिनुपर्ने कुराहरू के छ भन्दाखेरि चाहिँ यो मोटर चाहिँ धेरै स्पिड नहोस्। मोटरमा सिसाहरूको टुक्राहरू त्यो ग्लुसँगै टाँसिएको हुन्छ, त्यो भयो भने नि कोरिन्छ डिस्प्ले। त्यसपछि तपाईँले धेरै स्पिडमा गर्नुभयो भने चाहिँ बङ्गाइन्छ। अनि मोटरको जुन त्यो फलामको भाग हुन्छ त्यो चाहिँ बङ्गेको नहोस्। त्यसलाई चाहिँ